सम्पूर्णमा नमस्कार। म सुरज खड्का। मैले केही दिन अगाडि मात्रै तपाईँहरूलाई थाहा छ, एकजना हाम्रो 12 नगरपालिका 4 की एकजना छिरिङ रुम्बा भन्ने चेली इराकमा बन्धक हुँदै जेलमा पुगेको खबर सम्प्रेषण गरेको थिएँ। र त्यो गर्दै गर्दा जसले मलाई त्यहाँ इराकबाट खबर गर्नुभएको थियो र उहाँले खबर गर्ने बित्तिकै चाहिँ मैले एउटा भिडियो बनाएर सम्प्रेषण गरिसके पछाडि देश विदेश यो भिडियो भाइरल भएको थियो। र भाइरल हुँदै गर्दा त्यहाँबाट आज लगभग 48 घन्टा बित्न नपाउँदै ती चेली रिहा भएकी छिन् र जेलबाट अहिले ल्याएर कम्पनीमा राखेको कुरा केही समय अगाडि मात्रै मलाई जानकारी प्राप्त भएको छ। म एकदमै खुसी छु आज। र मैले गरेका हरेक कामहरूले आज सकारात्मक बाटोहरू लिँदैछन् र गन्तव्य मेरो जुन मैले गन्तव्य रोजेको थिएँ र त्यो ठाउँमा आज मेरो लक्ष्यमा म पुग्दैछु। र जुन रिपोर्टिङ मैले गरेँ त्यो रिपोर्टिङ मलाई जसले इराकबाट एकजना 12 नगरपालिकाकै एकजना हुनुहुन्छ जसले मैले काजी जिम्बा भनेर नाम लिएको थिएँ, उहाँले मलाई यो खबर गर्नुभएको थियो, सर यो भिडियो बनाएर हालिदिनु पर्यो, उद्धार गर्न सहयोग गरिदिनु पर्यो भनेर उहाँले भन्नुभएको थियो। र भन्दै गर्दा मैले यो भिडियो बनाएर हालेको थिएँ। उहाँलाई पनि म फोन गरेर अहिले कसरी जेलबाट रिहा हुन सफल हुनुभयो म उहाँलाई फोन गरेर सोध्नेछु। तपाईँहरू एकछिन कतै नगएर सुनिदिनु होला। उहाँलाई म फोन गर्छु। उहाँ अहिले यहाँ अनलाइनमै हुनुहुन्छ। उहाँलाई मैले फोन गर्दैछु। सुनिदिनु होला। उहाँले सबै कुरा यथार्थ कुराहरू बताइदिनु हुनेछ। कसरी रिहा हुन सफल हुनुभयो, कसले पहल गर्यो र अहिले जो रिहा हुनुभयो हाम्रो छिरिङ रुम्बा जो 12 को चेली हुनुहुन्छ उहाँको अवस्था के छ सबै उहाँले बताउनु हुनेछ। एकछिन उहाँलाई मैले फोन गर्दैछु। हेलो हेलो नमस्कार। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर नमस्कार। काजी जिम्बा होइन हजुर? हजुर हजुरको नाम चाहिँ रियल नाम चाहिँ के हो? खास काजी जिम्बा नै हो? मेरो रियल नाम चाहिँ मेरो वीर काजी जिम्बा हो होइन। हजुरको घर चाहिँ? मेरो घर सिन्धुपाल्चोक 12 नगरपालिका 2 मेरो कर्थली हो होइन। त्यही त तपाईँले नै मलाई भनिसके पछाडि त्यो मैले भिडियो सम्प्रेषण गरेको थिएँ र अब तपाईँले ल भनिदिनुहोस् अब के भएको थियो? यहाँ चाहिँ वास्तविक त यहाँ चाहिँ वास्तविक के भएको भने तपाईँको यो बहिनी चाहिँ हाम्रो सिन्धुपाल्चोक 12 को रस बहिनी होइन। हजुर हजुर। किनभने केही समय अगाडि चाहिँ रोजगारीको सिलसिलामा चाहिँ विदेश आएको हो दाइ म भन्ने कुरा आइसकेपछि चाहिँ उहाँले चाहिँ मलाई चाहिँ कस्तो भन्यो भने मलाई सहयोग चाहियो दाइ, तपाईँको मार्फत मलाई सहयोग गर्नुपर्ने हो भन्ने अवस्था देखियो। अनि मैले योभन्दा पहिला नै अब तपाईँलाई के सहयोग गर्नु पर्यो त भनिसकेपछि उहाँले चाहिँ मलाई घरमा एकदम यातना दिन्छ। मलाई म बिमारी छु, मेरो कपाल सबै झरेर एकदम म सिकिस्त बस्नु छ। घरको साउनीले चाहिँ मलाई दबाई सबाई पनि खाना पैसा पनि दिँदैन, टाइममा सेलेरी दिँदैन, कुटपिट धेरै गर्छ। म एकदम डिप्रेसनमा जान जस्तो भएको छ भन्ने खबर आइसकेपछि चाहिँ तपाईँको जुन अहिले तपाईँको जब ऊ नेपाल जानलाई समथिङ 2 महिना मात्रै बाँकी हुने कार्यक्रममा चाहिँ म नेपाल जान्छु भन्ने बेलामा चाहिँ उसले चाहिँ के भने कुटपिट गरेर साउनीले कुटपिट गरेर चाहिँ उसलाई मानसिक तनाव यातना दिइसकेपछि ऊ एकदम पीडित भएको बुझेको छ। हजुर। अनि त्यस पछाडि यो उहाँलाई जेलमा लगेर राखियो होइन? हजुर। म नेपाल जान्छु भन्ने भइसकेपछि उसले चाहिँ तँलाई किन नेपाल लाने, मैले तँलाई नेपाल किन पठाउने, तँलाई जेलमा 2 वर्ष जेलमा सडाइदिन्छु भन्ने खबर आएपछि ऊ एकदम पीडित भएको। अनि त्यही भएको कारणले म चाहिँ नेपाल मिडियामा चाहिँ तपाईँको हाम्रो सिन्धुपाल्चोक जिल्लाको सुरज खड्का भन्ने एउटा मिडिया चाहिँ मैले पहिला पुरा उसको फलोमा बस्दा उहाँसँग चाहिँ सम्पर्क भएँ। त्यही भएर चाहिँ उहाँले चाहिँ एक शब्द पनि यो भिडियो चाहिँ अब यो एकदम एक्सेप्ट गर्नुभयो र यहाँ मेरो कुरा नै सुन्नुभयो र सबैजना यहाँ बस्ने जस्तै पीडितहरूको कुरा नै सुन्नुभयो। ऊ मात्रै एउटा चेली मात्रै नभएर धेरै चेलीहरू चाहिँ यहाँ एकदम बिजोग अवस्थामा छ। त्यही भएर चाहिँ हाम्रो मिडियाबाट चाहिँ केही सहयोगहरू पाउँछ कि भन्ने चाहिँ आश्वासन बोकेर चाहिँ मैले यो भिडियो चाहिँ सार्वजनिक गर्न लगाएको तपाईँलाई मिडियालाई। ल धन्यवाद। तपाईँले भन्नुभयो, तपाईँले एकदमै सहयोग गर्नुभयो उहाँलाई उद्धार गर्नलाई। अनि आज चाहिँ उहाँ अब जेलबाट रिहा हुनुभयो होइन?
उहाँ अब अहिले रिहा भइसकेको छ। अहिले चाहिँ उहाँ अफिसमा आइसक्नु भएको छ भन्ने खबर आइसकेपछि चाहिँ उहाँले केही समयपछि चाहिँ उहाँको फ्यामिलीसँग चाहिँ कुरा गर्न सक्नुहुन्छ भन्ने चाहिँ खबर आइसकेको छ। जुन अफिसले चाहिँ 2 महिनापछि चाहिँ उहाँलाई नेपाल पठाउँछु भनेर चाहिँ उनीहरूले एउटा बाचा गर्नुभएको छ। यो हामीले जस्तो हामीले रिपोर्टिङ गरेको प्रभावले नै भएको हो यो सबै। हजुर एकदम तपाईँको हाम्रो मिडिया मार्फतबाट चाहिँ त्यसो भएको। जति नै हामीले यति मिडियामा चाहिँ यति कुराहरू चाहिँ एक सप्ताह यस्तो कुराहरू चाहिँ नराखेको भए कतिपय मान्छे चाहिँ बिजुली परेर चाहिँ मान्छेहरू सबै अब सुसाइड गर्ने सम्भावना हुन्थ्यो। त्यही भएर हामी मिडियाले चाहिँ गर्दा चाहिँ ठुलो मिडियाको चाहिँ ठुलो हात छ यसमा। हो हो। अनि जस्तो अहिले अब रिहा भएको खबर आइसक्यो, कसले पहल गरेर रिहा हुनुभयो उहाँ? यहाँ चाहिँ तपाईँको हामी नेपालीहरू सबै एकजुट भन्नाले अब एकजुट सबैजना सङ्घ संस्था छन् चाहिँ होइन। हजुर। संस्था कुन सङ्घ संस्था हाम्रो संस्थामा धेरै संस्थाहरू हुन्छ। उहाँहरू चाहिँ सबैजना चाहिँ मैले मेरो फोनबाट चाहिँ सबैजनालाई ल यस्तो गर्नुपर्ने हो। हाम्रो एउटा नेपाली चेली चाहिँ यसरी चाहिँ विगत केही समयबाट चाहिँ दुःख पाएर चाहिँ बस्नुभएको छ। हामी सबैजनाले मिलेर सहयोग गर्नुपर्छ भनेपछि हामी यहाँको अब जस्तै एनआरको अध्यक्षज्यू हुनुहुन्छ होइन, उहाँहरूको तर्फबाट चाहिँ एक कल्पनको शब्दबाट चाहिँ यसरी चाहिँ सम्भावना भएको, उहाँलाई चाहिँ अलि अवश्य राख्न सम्भावना भएको। ए आज कति समय जति भयो उहाँ जेलबाट निस्किनु भएको? कति बजेतिर हो? समथिङ अहिले 10 बज्यो भने चाहिँ अहिले समथिङ 3 घन्टा भागहरू भयो। ए 3 घन्टा जति अगाडि निस्किनु भयो है। भनेपछि उहाँहरू अब त्यहाँको अफिसले चाहिँ जुन अफिसले पहिला काममा लगाइरहेको थियो त्यो अफिसले ल्याएर राखेको छ, केही बेरमा चाहिँ उहाँको परिवारहरूलाई कुरा गर्न दिने कुरा छ होइन? हजुर 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 हजुर। त्यस पछाडि तपाईँसँग पनि फेरि सम्पर्क हुन्छ होला? सिधै जस्तै मबाट पनि सम्पर्क हुनुपर्छ भन्ने चाहिँ खबर मैले राखेको छु। र किनभने एकदम पीडितको चाहिँ अब गाउँमा उहाँको बुवा मम्मी दाजुभाइ र दिदीभाइहरू सबै अब चिन्तित हुनुहुन्छ। हजुर। मैले भनेको छु कि हाम्रो सुरज खड्का मिडियाबाट चाहिँ तपाईँको फेसबुक लाइभबाट बोल्नु भएको छ, उहाँले मिडियाबाट चाहिँ बोल्नु भएको छ। सबैले हामी सपोर्ट गर्नुपर्छ। उहाँको मार्फत पनि हामीले यसरी चाहिँ कन्ट्याक्ट गरेर चाहिँ उहाँ तपाईँको मान्छे चाहिँ बाहिर निस्कन सक्छ भन्ने चाहिँ आधार राखेर चाहिँ हामी चाहिँ यसरी म चाहिँ मिडियामा गएको भनेर पनि सिधै उनीहरूले चाहिँ सम्झाएको छु। र पनि त्यही भएको कारण चाहिँ अब सबैजना खुसी नै हुनुहुन्छ भन्ने मेरो चाहिँ आशा छ। ल हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। अहिले म यो भिडियोमै छु, तपाईँको कुरा यहाँ अब जो देश विदेशमा हुनुहुन्छ नेपालीहरू धेरैले सुनिरहनु भएको छ यो कुरा होइन। यो कुरा म जस्ताको तस्तै हालिदिनेछु। केही समय अगाडि मैले एउटा स्ट्याटस हालिसकेँ र अब यो कुरा धेरैले सुन्नुहुन्छ। तपाईँले त्यहाँ अरू पनि केही पीडामा परेको नेपालीहरू केही पीडामा हुनुहुन्छ भने त्यहाँ इराकमा मात्रै नभएर अन्त पनि कतै कन्ट्याक्टमा तपाईँमासम्म आउनुभयो भने अब यो वैदेशिक रोजगारको क्रममा होस् अरू धेरै अब कोही खाना नपाएर पीडामा पर्नुभएको हुन्छ, कोही बिरामी भएर पीडामा पर्नुभएको हुन्छ। हाम्रो मिडियाबाट जति सहयोग गर्न सक्ने, हाम्रो अधिकारले भ्याएसम्म, हाम्रो पेसाले भ्याएसम्म गर्न सक्ने सहयोग हामी एकदमै निस्वार्थ र निःशुल्क रूपमा गर्छौँ। अहिले तपाईँबाट हामी छुट्टिन्छौँ है त? हजुर हुन्छ हजुर हुन्छ। धन्यवाद तपाईँलाई। मिडियामा यसरी आउनु पाउनुभएको धेरै खुसी लागेको छ। त्यही भएर तपाईँलाई धेरै धेरै धन्यवाद। ल तपाईँको एकचोटि भिडियो पनि खोलेर यहाँ देखाइदिनुहोस्, म यहाँ देखाइदिन्छु। हजुर हजुर। तपाईँको भिडियो अन गर्नुहोस्। मेरो ल उहाँ यहाँ हुनुहुन्छ है। यसरी उहाँ नै हो है हाम्रो 12-20 को युवा। उहाँले मलाई समन्वय गरेर केही भन्न चाहनुहुन्छ भने भनिदिनुहोस्। हजुर तपाईँको मिडियालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँले जस्तै मेरो एक शब्दलाई तपाईँले एकदम स्वीकार गर्नुभयो र हामी जति पनि नेपालमा जति पनि इराकमा रहनुहुने साथीभाइ दिदीबहिनी दाजुभाइहरूलाई पनि सम्झाउन चाहन्छु कि तपाईँहरू कुनै दुःखले या सुखले, जस्तै अब कुनैले दुःख परेछ भने कुनै सुखले काम गरिरहेछ, कुनै दुःखले काम गरिरहेछ। कतिपय चेलीहरू चाहिँ रोएर बसेछ भने कतिपय चेलीहरू चाहिँ हाँस खेल गरेर रमाइलो गरिरहनु भएको छ। त्यही भएर यो जस्तै यो भिडियो चाहिँ जुनै यो इराकमा जति पनि इराकमा हामी समथिङ नेपाली इराकमा भनेको समथिङ 20,000 भन्दा बेसी नेपालीहरू हुनुहुन्छ इराकमा। त्यही भएको कारणले चाहिँ जति पनि दुःख पाए सुख पाए भनेर उ नगर्नु होला। जस्तै अब यति हामी चाहिँ अब यसरी म चाहिँ मिडियामा आएको छु, तपाईँहरूले गल्तीलाई मैले जस्तै गल्ती गरेँ भनेर तपाईँहरू महसुस छ भने केही भनाइहरू छ भने हाम्रो सुरज खड्का सरको मिडियामा जानु होला भन्न चाहन्छु। यही शब्द यही टुङ्ग्न चाहन्छु। हस् त धन्यवाद। हस् धन्यवाद धन्यवाद धन्यवाद। देखिहाल्नुभयो हामीले एउटा हाम्रो सानो पहलले गर्दा आज एकजना चेली इराकको जेलबाट रिहा हुन छोटो समयमा सफल भएको छिन्। देख्नुभयो तपाईँहरूले मिडियाको पावर कतिसम्म हुन्छ भनेर।
आज देश विदेशबाट यो भिडियो हेर्दै गर्दा इराकमा भएका नेपाली दाजुभाइहरू त्यहाँका याना सबैजना लागेर ती चेलीलाई रिहा गर्न सफल हुनुभएको छ। केही समय पछाडि उहाँको परिवारसँग कुरा गर्न दिने त्यहाँको कम्पनीले ल्याएर राखेको छ र कुरा गर्न दिने भन्ने खबर आएको छ। तपाईहरु एकदमै खुसी हुनुहोस्। तपाईहरुलाई पनि यस्तै देश विदेश इराकमा होस् चाहे विश्वभरि कुनै पीडा छ भने, कुनै पीडा राख्न सक्नु भएको छैन, सम्बन्धित निकाय भेट्नु भएको छैन भने मलाई म सुरज खड्का अर्थात् एनपीएल प्रेसलाई तपाईहरुले छिटो भन्दा छिटो खबर गरिदिनुस्। निशुल्क निस्वार्थ रूपमा तपाईहरुको आवाज गुम्सिन दिने छैन, जस्ताको तस्तै राखिदिनेछु र मेरो सिन्धुपाल्चोक जिल्लामा पनि साना साना 1 रुपैयाँदेखि करोडौंसम्मको पीडा तपाईहरुलाई के छ त्यो कुरा कहीँ गुम्स्याएर राख्नु भएको छ भन्ने निकाय भेट्नु भएको छैन भने मलाई सम्झिनुहोस्। मेरो नम्बर त्यही पहिलो भिडियोमा मेरो नम्बरहरु राखिदिएको छु, मलाई फोन गर्नु होला। तपाईहरुले निशुल्क र निस्वार्थ रूपमा मबाट सेवा पाउनुहुनेछ र मबाट सहयोग पाउनुहुनेछ भन्दै धेरै भन्दा धेरै शेयर गरिदिनु होला यो भिडियोलाई भन्दै अहिलेको लागि यो कार्यक्रमबाट म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।